नदीपुर तो बहरको दृश्य मर्निङ टाइमको दृश्य हेर्नुहोस्। मर्निङ टाइमको दृश्य कति राम्रो दृश्य देखाउने प्रयास हो हजुरहरूलाई। मर्निङ टाइममा कति राम्रो दृश्य आउँछ, कस्तो मजाको भ्यू देखिन्छ, त्यही भ्यू देखाउने कोसिस गर्दैछौँ। माछापुच्छ्रे सगरमाथा भ्यू हेर्नुहोस् कति राम्रो देखिन्छ मर्निङ टाइममा। ट्याक्क पालिके चोक हुँदै नदीपुर हुँदै बगर जाँदाखेरि ट्याक्क नदीपुर चौक आयो। अब हाम्रो मणिपाल नजाइकन सिधै लेफ्टतिर गइन्छ। अब हेर्नुहोस् दृश्य कति राम्रो देखिन्छ। हेर्नुहोस् त मर्निङ टाइममा कति राम्रो दृश्यहरू देखिन्छ। भिडियो मन पराइदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। तपाईँहरूकै साथ सपोर्टले अगाडि बढ्ने हो। म सुरुवातै गर्दैछु। सो हेर्नुहोस् कति राम्रो भ्यू आछ, क्या आनन्दको भ्यू देखिन्छ। हाम्रो सुन्दर पोखरा, यत्तिकै पोखरालाई सुन्दर सफा सुन्दर पोखरा भनिँदैन। सो हेर्नुहोस् कति राम्रो भ्यू आउँछ मर्निङ टाइमको है। समथिङ यो 6:45 बजेतिरको दृश्य हो। अब हामी नदीपुर छोड्न लाग्यो। अब बगरतिर इन्ट्री गर्न लाग्यो। ल ट्याक्क हेर्नुहोस् भ्यूहरू कति राम्रो देखिन्छ, कति राम्रो भ्यू छ। क्या आनन्दको भ्यू छ। हाम्रो अब शङ्कर टोल भन्ने आइयो। हाम्रो शङ्कर टोल आइपुग्यौँ। दृश्य हेर्नुहोस् कति राम्रो देखिन्छ। अन्त यो कति आनन्दको भ्यू छ। कति आनन्द भ्यू, कति राम्रो भ्यू, एकदम मजाको भ्यू। आनन्द छ भ्यू। पिएन क्याम्पस ट्याक्कै लेफ्टतिर गए ट्याक्सी चौक, सिधै गए हाम्रो बगर नाकचोक आइन्छौँ। यता गल्ली हनुमान गल्ली हो के अरे, यता हामी भित्र छिप्यो भने त्यो सफल देखेको त्यो उसनिर सटरको भित्र हनुमान गल्ली भनिन्छ। अब हामी ट्याक्क नाकचोक पुग्न लाग्यो, बगरको नाकचोक। ल मन पराइदिनु होला भिडियोलाई, लाइक सब्सक्राइब गरिदिनु होला, सक्दो सेयर पनि गरिदिनु होला। तपाईँको एक सब्सक्राइबले धेरै सपोर्ट हुन्छ, हौसला आउँछ, हौसला बढ्छ। सो माया गरिदिनु होला भिडियोलाई, सधैँ माया गरिदिनु होला। बाई बाई, गुड मर्निङ सबैजनालाई।